निर्देश पाएर तिमीहरू जाऊ, तिमीहरूको नेपालकै संस्कार छ। तखन हामी चिदानन्द महाराज र मेरो नाम माता सेवा प्राणा, हामी दुईजनै पैदल 2 वर्ष लगाएर काठमाडौँ आइपुगेका छौँ। कुनै गाडीबाडीमै हामी यो गरेकै थिएन, हेल्प लिएकै थिएन। अनि पशुपतिनाथ पुग्ने बित्तिकै आर्यघाटमा स्नान गरेर एउटा कलशमा जल लगाएर शिव भोले बाबाको चढाएपछि मुड भयो जे अब हामी फर्क्यौँ भनेर इच्छा लाग्यो। तखन मुक्तिमण्डल भनेको अखण्ड धुनी छ पशुपतिनाथ भित्र। वहाँ बसेर म एकतारा बाबा आनन्द लहरी हाम्रो बाउल सङ्गीत हो। यस सङ्गीतमा दुईजना हामी भजन सुनाउँदै थाली। तखन कलाकारहरू नेपालको सारा जमघट भएर हामीहरूलाई भन्नुभयो तपाईँहरूको यहीँ बस्नुपर्छ, अब कलकत्ता फर्किनु पर्दैन, तपाईँहरूको ठाउँ यहीँ छ भन्दाखेरि हामीलाई त्यहाँदेखि जान दिएन। आज 43 वर्ष सकेर 44 वर्ष भयो हामी नेपालमै छु। र पहिला त अनेक ठाउँ घुमियो, नेपालकै बहु क्षेत्रमा घुमियो। तर अहिले चाहिँ पशुपति नवदुर्गा राजराजेश्वरी नवदुर्गा भवानीको मन्दिरमा मेरो चिदानन्द सङ्गीत आश्रम महाराजको नामबाटै यहाँ छ। म बाबा समाधि ब्रह्मलीन हुनुभएको आज 10 वर्ष भयो। अनि यहाँ आश्रम चाहिँ सञ्चालक संरक्षक मै हो। अहिले मेरो सङ्गीत पनि चलाउँछु, आध्यात्मिक पुस्तकालय पनि हो। भक्तहरू आउनुहुन्छ, ध्यान साधना गर्नुहुन्छ, बस्छन्। र मेरो जीवनको अनुभव एउटा म बताउँछु। म 8 वर्ष उमेरदेखिको परमानन्द मिसनमा म शिक्षा दीक्षा भिक्षा सबै लिएका हो उहाँसँग। अनि नेपालमा आएँ त्यो एउटा गुरु महाराजको निर्देशबाट आएँ। तर साधना चाहिँ कहिले हामी छोडेन। साधना भनेको चिज साध्याय हो। त्यो साध्याय नभइकन मान्छे पहिलो सारेर कतै जान सकिँदैन। साधना चाहिन्छ जीवनमा। साधना मतलब आफ्नै जीवनमा साधना चाहिन्छ। साधना बिना पहिलो सार्नु पर्यो म यस्तो गरी उस्तो गरी त्यस्तो गरी जसो गर, तर जीवनमा साधना चाहिन्छ। साधना बिना के पनि हुँदैन। कर्म पनि चाहिन्छ, तर कर्म कस्तो कर्म? जस्तो श्रीकृष्ण भगवानले अर्जुनलाई बतायो, अर्जुन तिमी कर्म गर, कर्म प्रधान जीवन बनाऊ, निस्वार्थ कर्म हो। कर्मको फल आश नगर, कर्म गर हैन। त्यस कारणले गर्दा हामी पनि कर्ममा पनि बिजी छु र साधना पनि गर्छौँ, भक्तहरूको सेवा पनि गर्छौँ। कुनैमा हामी पछाडि परेको छैन आजसम्म। त्यस कारणले गर्दा के भन्नु, जीवनमा साधना गर्दैछु। अब धेरै ठुलो भई भन्नु मिल्दैन, सामान्य छु, गर्दैछु, केही प्राप्ति भइसकेको छैन। जब बाटोमा छु तर पक्कै पुग्छु। यही हो मेरो समाप्त। जय सम्भव।